हेलो गुड मर्निङ एभ्रिवान। यो चाहिँ भनेको सन्दकपुर चार राते हो है। चार रातेको यो देखिँदै गरेको चाहिँ याक लज हो। हामी चाहिँ आज यसमा याक लजमा बस्यौँ। यहाँको दृश्य भन्नु भने यस्तो छ है। यो मेरो साथी पलु पलमान मगर मेरो साथी। त्यसै यहाँनिर हेर्नुहुन्छ तपाईँहरूले याक। यहाँको चाहिँ विशेष याकहरू चाहिँ यसरी खुल्ला रूपमा छोडिँदो रहेछ होइन, जताततै छन्। हुर्का यतिकै हुने बढ्ने। यहाँको बढी अत्याधिक चिसोको कारण यिनीहरूको चाहिँ है रौँहरू यसरी पलाउँदो रहेछ। हेर्नुहोस्, याकले हान्नु त हान्दैन होला आइज। धेरैवटा छन्, यहाँ ठुलो छ। यहाँ यस अहिले अघि एकछिन चाहिँ सट्ट खुलेको थियो। त्यतिखेर मजाले भिडियो बनाउनु पाइएन र पनि यतिको हारी खुलेको छ। चारैतिरबाट कुहिरोलाई ढाक्दै आइरहेको छ। यहाँको अहिलेको दृश्य चाहिँ यस्तो छ। आज भनेको चाहिँ असार 1 गते, आज सोमबारको दिन हो बस होइन। सोमबारको दिन हामीले हिजो हिँडेको थियौँ, 31 गते हिँडेको थियौँ। बेलुका हिँडेको थियौँ। बेलुका हिँड्दाखेरि हामी राति 11 बजीतिर आइपुग्यौँ। साह्रै दुःखको साथ आइपुग्यौँ। बाटोहरू धेरै अप्ठ्यारो थियो। हामीले आएको गाडी चाहिँ यही गाडी हो। दुःख सुख आइपुग्यो। राति राम्रो नदेखिए तापनि बिहान पख उठेर हेर्दाखेरिको दृश्यहरू चाहिँ साह्रै राम्रोहरू रहेछन्। अब हामी फेरि यहाँदेखिको सिक्किम बोर्डर जानेछौँ अहिले एकछिनमा। सिक्किम बोर्डरको पनि भिडियोहरू म बनाउने नै छु है। ल है त।